मंसिर 7 देखि देशव्यापी आन्दोलनको घोषणा, कर्मचारी र सुरक्षाकर्मीलाई बिदामा बस्न आग्रह। मंसिर 7 गतेलाई आन्दोलनको तयारी गरेका छौं। आउने मंसिर 7 गते भनेको लगभग अब 20 दिन बाँकी होला। यो 20 दिन भित्रमा तपाईहरुले सम्पूर्ण नेपाली नागरिकहरूले चाहिने डिजल, ग्यास, खानेकुरा, घरमा दैनिक उपभोग्य चिज राख्नु होला। हामीले मानव अधिकार आयोगको अध्यक्षलाई पनि त्यही भनेका छौं, अग्रिम जानकारी गराएका छौं हैन। अब मंसिर 7 गतेदेखि हुने आन्दोलनमा निजामती कर्मचारीका साथीभाइहरु पनि तपाईहरु पनि नआउनुस्, अफिस पुलिसहरु पनि तपाईहरु पनि बिदा बस्नुहोस्। आखिर त्यसै देश सुन्ने भएको छ। यो व्यवस्था फ्याँकौं। यो व्यवस्था फ्याँकेर पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नफ्याँकिकन अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो, आन्दोलन भनेको त्यस्तै हुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि कि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेका बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो। साथीहरू, यो आन्दोलनको बारेमा तपाईहरु के भन्न चाहनुहुन्छ? कृपया आफ्नो मनमा लागेका कुराहरू कमेन्टमा भन्नुहोला।